के तपाईलाई छाला राम्रो र कपाल राम्रो बनाउन चाहनुहुन्छ? त्यसको लागि कुन चाहिँ फल खाइरहनु भएको छ? तपाईलाई यो फलको बारेमा थाहा छ? यो के हो भन्नुस् त? यसलाई हामीले किवी भन्छौँ। सामान्यतया अहिले मार्केटमा पाइन्छ नै। यसले धेरै फाइदाहरू दिन्छ। यसले प्रमुखतः तपाईको भिटामिन सी, के, ई, भिटामिन B9 हुने फोलेट भयो, पोटासियमहरू एकदमै राम्रो हुन्छ। यसमा फाइबर हुन्छ, एन्टिअक्सिडेन्ट हुन्छ। एन्टिअक्सिडेन्ट हुने बित्तिकै क्यान्सरसँग लड्न र बुढ्यौलीपन कम गर्नको लागि यसले हेल्प गर्छ भने भिटामिन के ले रगतहरूलाई एकदम राम्रो बनाउँछ हैन। छाला अब भिटामिन ई हुन्छ, यसले छालामा मुलायम आउने काम गर्छ। फोलेट हुन्छ, भिटामिन B9 हुन्छ, गर्भवती महिलाहरूको लागि एकदमै राम्रो। पोटासियम हुन्छ, पोटासियमले चाहिँ हाम्रो मुटु र रक्तचापलाई चाहिँ सन्तुलन गर्ने काम गर्छ। अब किवी चाहिँ हामीले कस्तो र कसले खाने भन्ने कुराहरू चाहिँ हामीले बताउन बुझ्नुपर्ने हुन्छ। किवी चाहिँ सामान्यतया कमजोर प्रतिरक्षा शक्ति भएका बिरामीहरूले खानु पर्यो र जस्तै कब्जियत भएका बिरामीहरूले हैन, मुटु रोग र उच्च रक्तचाप भएका बिरामीहरूले खान सक्छ। अब मैले अघि भनेको थिएँ, यसले छाला र कपाललाई चाहिँ राम्रो बनाउन जसले चाहनुहुन्छ उहाँले रेगुलर रूपमा खाने र यदि कसैको तौल पनि बढेको छ भने तौल घटाउन चाहनेहरूको लागि पनि यो तपाईले नियमित रूपमा खानुभयो भने यो फलले तौल पनि घटाउन मद्दत गर्छ। यसमा कम क्यालोरी हुन्छ। अब जस्तै कसले चाहिँ खानु हुँदैन, यो खान नहुने भनेको सावधानी कसले अपनाउने, कस्तो व्यक्तिहरूले यो खानु हुँदैन भने एलर्जी भएका व्यक्तिहरूले खानु भएन, ग्यास्ट्रिक भएका व्यक्तिहरूले खानु भएन हैन, जसले चाहिँ यसमै ग्यास्ट्रिक एसिड बनाउन सक्ने एउटा केमिकल हुन्छ। र किडनी स्टोन भएका बिरामीहरूले पनि खानुहुन्न, जसले चाहिँ वारफारिङ रगत पातलो बनाउने औषधिहरू सेवन गरिरहनु भएको छ उहाँहरूले पनि यो खान मिल्दैन। र जस्तै कुनै बेला तपाईलाई डायरिया भएको छ भने पनि तपाईले खानु भएन। यदि खानै परेको कन्डिसनमा डाक्टरको र विशेषज्ञ व्यक्तिहरूको सल्लाह लिएर मात्रै खान सक्नुहुनेछ। अब यो दिनमा कति खाने त यो किवी फल भने दिनमा 5 वर्षभन्दा माथिका मानिसले व्यक्तित्वले चाहिँ दिनमा एउटासम्म खान मिल्छ। र खाना यो चाहिँ खाली पेटमा नखानु होला, किनकि खाना खाइसकेपछि नै खाने। जस्तै बच्चाहरूको कन्डिसनमा चाहिँ के हुन्छ भने किवी चाहिँ तपाईँको जन्मे 5-6 महिनादेखि 1 वर्षको बच्चालाई चाहिँ एलर्जीहरू बनाउन सक्छ। सुरुमै खानदिँदा सावधानी अपनाउने, पेस्टहरू बनाएर खान दिन सक्नुहुनेछ। र तपाईँको त्यस्तो एलर्जी भयो भने खान नदिनु होला। बच्चाहरूलाई पनि धेरै फाइदाहरू यसले गर्छ। फाइबर भएको कारणले दिशाहरू गराउनको लागि हेल्प गर्छ। आँखाको भिजनमा यसले धेरै राम्रो गर्छ। छालाहरू राम्रो गराउने भएको कारणले पनि बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने भएको कारणले तपाईहरूले बच्चाहरूलाई पनि नियमित रूपमा दिन सक्नुहुनेछ। तर 1 वर्षदेखि लगभग 5 वर्षको बच्चालाई चाहिँ तपाईँले हप्तामा 3 चोटिसम्म मात्रै 3 दिन मात्रै दिँदा राम्रो।